Hey guys, good morning. Welcome back another vlog. म चाहिँ उठ्दैछु है भर्खर मेरो सानो चाहिँ सुत्दै छिन् हो उठ्नु टाइम भएन ओजा ओजा बाबा ओजा गुड मर्निङ मेरो काउले बल्ल बत्ती लाछ है यहाँ मेरो साग अनि हिजो फेरि मैले काउली रोपेछु यो 4 महिनापछि फल हुन्छ रे यहाँ मेरो चाहिँ तोरीको सागहरू उम्रिदै छ है अनि यहाँ साग गुड मर्निङ अब दिदीलाई गुड मर्निङ 살이 너무 좋았어 그냥 모두 좋아 मेरो मोबाइलमा तिम्रो मोबाइलको के छ ल छिटो खा गुड भेरी गुड यम्मी छ अरे आरो देखेको ल छिटो के छ यो चाहिँ मेरो फेभरेट है यसको आज पकौडा खाने सानी यो पकौडा बनाउने हो नि यसले के हो यहाँ माछा है लोकल माछा गाउँबाट पठाइदिनु भएको मेरो बुवाले गाउँबाट दिदीले पठाइदिनु भएको यसले हाफ बोइल गरेर अब काट्ने स्लाइस काट्ने अनि बेसन फेरि लाएर फ्राई गर्ने यस्तो यम्मी हुन्छ मलाई कस्तो मनपर्छ हजुरले खानुभएको छ कि नै यसले के भन्छ हाम्रो चाहिँ रेडी कोर्स हुन्छ टन्नै छ यहाँ फाइनली मेरो घिउ रेडी हुँदैछ कति फाइदा छ है दुध किन्यो दुधको तर्जमा गर्यो दुध पनि खान पाइयो अनि दुधको तर्जमा गरेको यसरी घिउ पनि खान पाइयो सँगसँगै मोही पनि हुन्छ हैन यहाँ मेरो यो पकौडा मिठै भन्छ नि छिटो खाएर त जा कलेज खाना हालु ल ल अब हामी खाना खान लागेको साथीहरु दाल अचार यो काँक्राको त्यो त खान्न नखानु एउटा खानु एउटा भाइ गेट लगाइदो कोही अफिस कोही स्कुल कोही कलेज म चाहिँ एक्लै अब सबै काम सकाए भाँडा साडा धोई एउटा कुकर छ बाँकी अब त्यो नि धुन्छु लुगा धुनु छ बुवाले माछा पठाइदिनु भएको छ सुकाएर बसिरहेको छु अब यहाँ बसेन भने कौवा आएर खाइदिन्छ भनेर अब यहीँ बसेर हेरेर बस्नु परिरहेछ
पर्यो यता हेर न एकचोटि दाँत देखाउनु जी 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 भद्र गोल गरेर यहाँ चाहिँ यहाँ ठिक छ यहाँ नानीले आँटा गुन्दैछ म के गर्नु पर्यो हेर माम खाने बेलामा ओरेन्ज त पोल्टी हो छिटो खाऊ एकदमै टेस्टी भएको छ है टेस्टी छ के चिज सबै यो मेरो फेभरेट अचार यो मेरो फेभरेट भनेको यो झिँगाको अचार यो प्राउन्स छिटो सकाउ ब्याक क्यामेराले गर न घरमा हुँदैन है हाम्रो घरमा हुँदैन है केटी मान्छे मात्रै भाँडा धुनु पर्छ भन्ने मेरो बुढोले पनि धुनुहुन्छ जसले भ्याए जसले छिटो खाए त्यसैले भाँडा धुन्छ साथीहरु रोटी खुवाइदिन्छ लबाडा दो यहाँ चाहिँ हि गरेर बसिरहेको छ बिचारा मेरो बुढो हेर्नु कति धेरै भाडा धोको एक्टिङ गर्नु अब यता पनि छ ल यो सधैँको काम हो मेरो बेलुका बेलुका एभ्रीडे साथी भाडा धुनी एकजना झाडु लाउने एकजना चाहिँ ग्यास पुछ्ने है हाम्रो घरमा चाहिँ मिलिजुल गरेर काम हुन्छ आज मेरो छुट्टीको दिन हो भन नि त तिमी ज्वानो के गर्नु छ बुढो यो हो फ्याट घटाउने नुस्खा फ्याट घटाउने के भन्छ त्यसलाई नुस्खा यहाँ गाइज जसलाई दुब्लो हुन छ वेट घटाउनु छ भने यो सौंफ जीरा ज्वानो तरिका हेर्नु है साथी रातभरि भिजाउने अनि भोलि मेथी हाले छैन मेथी हाले अनि सोप जीरा ज्वानो हेर्न सकिसके रहेछ भिजाउनु भरिभरि त्यो 1 महिना पनि चलेन बोल न बोल त भन्दै छु त मैले टिप दिइरहेको छु त ज्वानो सोप अनि जीरा रातभरि भिजाउनुस् भिजाएर भोलि उमाल्नुस् उमालेपछि त्यसलाई छानेर कागजी राखेर खानुस् पिउनु होला एभ्रीडे कति 100% 2 महिनामा वेट घट्छ ए हजुरको भयो त कम मेरो म गर्दैछु कन्टिन्यू मेरो 2 महिना पुगेको छैन भर्खरै 15 डेज भएको छ ए यहाँ नै साथीहरु दिनकै हामी खाने अनि यतिकै राख्ने अब यो के काम लाग्छ भन्नु होला हजुर टिप्स दिनुस् के काम लाग्छ यसले के हुन्छ बुढो खाएर यसले हजुरहरुको यो पाचन शक्तिमा धेरै काम गर्छ है यो चाहिँ जीरा ज्वानो अनि सोप तीनटा चीज मिसाएर यसलाई हल्का ड्राई गरेर भुट्ने त्यसपछि यसलाई मिक्स गरेर हजुरले खाना खाएपछि 15 मिनेट पछि
खानु होला 15-20 मिनटपछि, त्यसपछि पानी खाइदिनुहोस्। हजुरहरूलाई जस्तो सुकै कब्जियत छ जे छ यसले चाहिँ हल गर्छ है साथीहरू। ल थ्याङ्क यू सो मच। र साथीहरू हजुरहरू पनि खानु होला है, जसको कब्जियत हुन्छ भने।